आज बाँदरको दिनै ल अब चाहिँ यस्तो क्लियर आएको छ मङ्की। अब यसको नजिक गयो भने यसले चाहिँ टोक्न सक्छ क्या। यसले जिस्काउनु भन्दा नजिस्काउने बेस छ। आज चाहिँ यसले पेट अगाउनेसम्म खान पायो। हे मङ्की वाइल्ड लाइफ होइन, या वाइल्ड लाइफको भिडियो चाहिँ बनाउँदैछु। अझ रमाइलो यो बाँदरहरूको भयो ल। अब त कति लाखडी होला यतातिर आएर रमाइलो गर्नुभयो कि बाँदरहरूले। हेलो ल आज चाहिँ ल साथीहरू सबैजनाले बाँदरको भिडियो हेर्नु होला। पशुपतिमा होइन, यो स्वयम्भूमा होइन, यता घरमै पो आउँदो रहेछ ललितपुरतिर। कहाँबाट यो ग्रुपहरू छुटेर आयो होला। एउटा चाहिँ त्यो मेरो एक्सपोज जस्तो त्यो नजिक गयो भने त्यो टोक्न पनि गर्छैन। गर्मी भएको जस्तो रहेछ यसले। यो आज चाहिँ यहाँ अफिसको छेउमा आएको रहेछ बाँदर। यसरी पुरो खिच्नु आज बाँदरको दिनै आफ खाइरहेको छ मङ्की। ल कसरी हेर्दैछु। एउटा सुधा हामी दिँदा कति राम्रो खाइरहेको छ मङ्की। हेर्नुहोस् त्यो मङ्कीले टोक्नु पनि भेट्छन्। अब ए कहाँ जानु भने ल यत्रिका मङ्कीहरू आएको छ अझै धेरै यतातिर। मङ्की यहाँ आएर कति राम्रो खाइरहेको छ हेर्नुहोस्। अब यसको नजिक गयो भने यसले चाहिँ हेलो ल आज चाहिँ ल साथीहरू सबैजनाले बाँदरको भिडियो हेर्नु होला। गर्मी भएको जस्तो रहेछ यसले। आज बाँदरको दिनै मङ्कीले टोक्नु पनि भेट्छन्। अब यहाँ आएर